राखिदिने हो पहिला है कपडा मेरो आमा मेरो प्यारे आमै मुख बिगारे लाउन यहाँ तपाईँलाई ओहो सु आमा ए सुनि रहेछ होइन भान्जीको नरम छ त्यहाँ बोलाइ गऱ्यो ए होइन मैले मेरो खिच्छ लाउनुहुन्छ तपाईँलाई नि स्वागत छ मेरो भ्लगमा तिमी नआइकन पढ्थ्यो होइन मैले चिन्छु तिमीलाई जाने हो ए ल ऊ चाहिँ भाइरल गर्ल है देखाउनु हुन्न अरे आज चाहिँ म भान्जीको नरनमा जाँदैछु है अटोमा छ मैले चाहिँ मेरो है र आज चाहिँ मैले होइन कलेजबाट क्यामेरा पनि लिएर आएको छु है किनभने हिजो अलि पर्मिसन मागेको थिएँ मैले होइन यो रहेको छ विशाल चोकको नजारा अहिले चाहिँ म यहाँ पारस बसपारा आइसकेँ है र म यहाँ अब गाडी चढ्नु पर्ने छ चैनपुर जान्छ चैनपुर हो ए ल ल ल टाढी आइपुग्यो टाढी ल अहिले चाहिँ म यता चैनपुर चोकमा झरी यहाँबाट चाहिँ म भित्र छिर्नु पर्ने छ है सो गाइज हाम्रो चाहिँ आज भान्जीको नौरन छ सो म नौरनमा जाँदैछु भित्री बाटो मैले इन्ट्री गरी सायद उहाँ जहीँ हुनसक्छ है म चाहिँ आज क्यामेरा बोकेर आएको छु कि एउटा क्यामेराम्यान जसरी नै ए सुनि रहेछ के गरे कि खै त रोशनी ए भात खा गरे आमा कहीँ चक्कुले भात खाएको है हाइट म उता गएको सम्झिएको र मेरो भान्जी यहाँ छ गाई चाहिँ मेरो भान्जी उहाँ छ मेरो भान्जी अलि देखेन यार ओके मेरो भान्जी यो सुत्यो रहेछ र म चाहिँ यहाँ ज्वाइँको घर आइसकेँ बहिनीको घर यो चाहिँ हाम्रो सुले कटिङ गर्दै है यही जुनीमा टेन्सन नलिनु अनि सु छोडै इन्टरभ्यू आज कस्तो फिल भइरहेको त है हिजो आज के खान्छ गोरो गोरो भएको है क्यामेरा ल्याउ ल यहाँ चाहिँ हाम्रो भान्जी छ है मम्मीले थर्काइहाल्यो मलाई यहाँ सुतिरहेछ है अन्त अघि मोबाइलबाट त्यति डिटेलमा देखिएन यो रहेको छ हाम्रो मिरर टाढा म हेन्सम छु होइन मामा त हेन्सम हुनु पऱ्यो नि कपालले सुहाएन होला तै पनि इफ यु डोन्ट माइन्ड अनि यहाँ चाहिँ कटिङ भइरहेछ है ट्याक्क भान्जीले चिउरा हाल्दै यहाँ अनि सबै खोर्सानी हालिरह है फेरि यस्तो गाई चाहिँ ठ्याक्कै यो क्यामेरा निकाल्ने बित्तिकै फेरि काम गरेको एक्टिङ गरिदिन्छ उसले फेरि हेर्नु म तपाईँलाई बाहिरको नजारा देखाउँछु है यो रहेको छ बाहिरको नजारा यहाँ हेर्न सकिन्छ है यता चाहिँ बाहिर चाहिँ अब त्यहाँ के तयारी भइरहेको छ सायद मासु सासु हो के छ है अनि यो चाहिँ पावर हाउसको आसपास पर्छ 4 बजे बाबा र रोशन कीर्ति यो चाहिँ हाम्रो मम्मी आज अलि गोरी गोरी देखेको किन यो चाहिँ हाम्रो यहाँ सुत्केरी मान्छे होइन कि आज कस्तो राम्रो देखेँ कि त्यही भएर है भान्जी ए क्यामेरा राम्रो हो क्या सबै राम्रो देखिया उहाँले चाहिँ खालि पछाडि मात्रै हेर्नुभयो है किन र यो हाम्रो चाहिँ मछली है सु चाहिँ यहाँ डेक्ची ड्राइभर भइरहेछ अहिलेको अवस्थामा है अब यसरी नाच्नुपर्छ गाई चाहिँ सु ल सुको लागि एउटा फोटो हान्दैछ म है यहाँ हाम्रो भान्जी चाहिँ लुकी लुकी खाइरहेछ है कस्तो खुल्ला ठाउँमा त्यो पनि के खाएको भान्जी चिउरा दुध र चिउरा खायो अहिले चाहिँ हामी यहाँ बाहिर छौँ हेर्न सकिन्छ है यहाँ हाम्रो टक्क भाउजू चाहिँ खाना मासु बनाउँदै रहन्छ है
यहाँ चाहिँ सबजना अब यसो गफ हुँदैछ भाउजूले यहाँ धेरै धेरै भेराइटी बनाउनु भयो एउटा रोस्ट रहेछ सबै रोस्टै होला है ग्रेभी हो मेरो भान्जी मेरो प्यारे आमै मुख बिगारे लाउन मामा यही छ भान्जी आमै मेरो भान्जी हाम्रो क्यामेराम्यान चाहिँ हाम्रो अनिसा पाखिन्छ है ल रुवायो भान्जीलाई होइन सरी ल आमै बिचारा भान्जी मेरो भान्जी आमै ल क्यामेरा छैन मम्मी इन्दोले मम्मी होइन बहिनी हो च्याम्पुङ चाहिँ के बरु सो हेलो गाइस हाम्रो बहिनी आइसकेको छ है अनि यहाँ हेर्न सकिन्छ एनिसा भागिहाले अनि यहाँ रोशनी भर्खर नुहाइधुवाइ गरेर आइसकेको छ है हेरिदिउँ न हाम्रो नयाँ सुत्केरीको हालखबर सो न्यू मम भनेको छ है र हामी यहाँ तपाईँलाई ओहो सु आमा अघि नै देखिसक्यो नि सो तपाईँहरूलाई आजको हाम्रो नौरनमा स्वागत छ आजको स्पोन्सर रहेको छ सरी नौरनको भ्लगमा स्वागत छ है अनि अब 2-4 शब्द जाओस् न हजुरबाट क्वेसन आज कस्तो महसुस भइरहेको छ अनि मतलब किचनमा भाँडा मस्काउँदा कस्तो एक्साइटेड अनि एउटा सबभन्दा मोस्ट इम्पोर्टेन्ट क्वेसन तपाईँको फ्यानहरू सोधिरहेको छ है हजुर यो खुबसुर्तीको राज के भने यो लेडिजहरूले बोल्दैन कि मसरुमको सनस्क्रिन मेरो त स्याडोको सनस्क्रिन छोरी आमा भान्जी मामा यहीँ चाहिँ नि ल हाम्रो ठुलो मान्छे ल आमै हाम्रो सलाद कटिङ हुँदैछ है र हाम्रो यहाँ चाहिँ अब खानाको परिकारहरू यहाँ हुनेछ है भान्जा ल त्यहाँ चाहिँ अब यताउता काम सकिहाल्यो मेरो भान्जी भान्जी चाहिँ यहाँ तेल लाउने काम भइरहेछ ठुलो भान्जी हेर्नु त फेरि कहाँको ठुलो भान्जी फेरि हरायो ल त्यहाँ चाहिँ हाम्रो टक्कै यहाँ चाहिँ अब नुहाइधुवाइ हुँदैछ चाहिँ सरसफाइ हुँदैछ भान्जीको अब नानीलाई भइसक्यो होइन ल हाम्रो भान्जीमा दुध खाँदै समाइदिनु त्यो हाम्रो मम्मीले टक्क टोपी लाउनु भएको छ पहिला दुध त खाएर भ्याउन दिनु उसलाई कति हतार भयो नि भान्जीले आफैले दुध समाएर खान्छ है आहा 7 दिन है भयो आज 7 दिनमा आफैले समाहा मम्मी आफैले समाहा आमा आँखा सुन्ने चाहिँ के हो ल गाइज अब चाहिँ यहाँ सुरु हुँदैछ है सबै स्पुन भिज्यो नि यसलाई छर्किने के खानु पनि भएछ तो एक गिलास हो बहिनीले थप्यो नि माइ गॉड भान्जी अलि थोरै खाएको चोकी पहिला टाउकोमा गरेर खाने अरे जुठो टाउकोमा लाउनु हुन्न भन्छ होइन यसरी खाने हो यसरी कुट्ने नि गर्नु त फेरि मान्छेले त्यसै गर्दा चाहिँ हाम्रो छोडिसक्यो नि त खाएर यसो चाहिँ मरेको मान्छे गर्छ हैन म चाहिँ एकचोटी मात्र हुन्छ खाने हो के हो थाहै छैन एउटा उम्मतिर लाग्ने ल खाऊ न सट्टा पार नि यता गए आहा रावण त कस्तो गुले गुले जस्तो हल्लिरहेको छ
यो चाहिँ के के मिसाएर के पाती साती हाल्ने अनि दही हो कि के हो हाल्छ रे आहा दाजु भए चाहिँ त्यति गर्नु परेको नि भोलि पर्सि त्यसै बहिनीले कोसेली ल्याइदिन्छ अब ल मामाहरूलाई पनि वाङै भयो त गोबर पनि हालिदियो आमालाई पनि होइन आमा हो नि आमालाई ल भयो आमालाई त मलाई पनि त्यति शुद्ध भयो नि त मेरै पालो कम मैले किनिदिन्छु कसरी हो सिकाइदिए खै यतापट्टि कस्तो आउँछ अब पहेँलो आयो पखान यता हेरौँ खोइ यता ल्याउने अच्छा नचिन्ने रहेछ के हो आमामा कम मामालाई हो त्यही ल सुरुप्पा 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 गर्न जिब्रोले चुक्ता छ न छोरो भन्दा नि के जिब्रोले छौ न सुरुप्पा अब छैन हुनुपर्ने हो त यो भिडियो हो कि के हो यस्तो पहिला नानीलाई के हुनुपर्ने हो त हो यस्तो सेतोमा भन्नु न दाइ महसुस कि कसले महसुस कि मौसैले गु त्यो भर गोब्रा गोब्रा गरेर गु हगेछ लटपट गरेछ खाएछ यसो यता पनि हेरिदिनु न अब झन् कन्टेन्ट यो चाहिँ यो अब कन्दै देख्छ होला है ल ल यता छिराइदिनु आज मलाई कराउने गयो भने पाल्ने ऱ्याक गर्न सकोस् यो टोपीले तानेर लाँदो रहेछ यता हेर न कति कति सुम ल भान्जी नआउनु ल यहाँ बाहुनीलाई दान दक्षिणा बाहुनीलाई दान दक्षिणा होइन है अघि नाम पनि राख्न थोरै दिनु ल के भन्नु मैले त पछि हामीले त पछि बोलाउनु नाम पनि नरक नाम मैले राख्ने र मलाई अनि त्यो जन्मेको त्यो के थाहा बिहिबार हो जन्मेको ल बिहिबार एउटा सोच्नु त ल बिहिबार जन्मेको हो बिनिसा बिमला मामा र मान्छेको नाम के मामाको नाम हस्ते मान्छेको हस्ते माया हाँसमाया हाँस्ते माया मान्छेको के हो श्रीमाया 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 हो माइजको श्रीमाया श्रीमाया ल मान्छेकोबाट राख्दै सिया मेरो त नि बोलाउने मम्मी नाम सिया पो भयो त नाम त ओहो ल हाम्रो सिया सिया के गर्नुपर्ने हो के गर्ने होइन मुख हेर्ने अलिक भान्जीलाई देख्दै देखिन ले कहाँ नाच्नु गएको त माइकल ज्याक्सन अनुहार हेऱ्यो अन्त के हेर्ने अनि अब मेरो मनदेखि नै म मेरो मनदेखि नै अनि खोइ दक्षिणा दिएर पो ढोक्ने हो त गदा पहिला दक्षिण दिने। होइन खुट्टै फेरि मैले गदा भने होइन देवसी त ढोग्नु पऱ्यो नि त यसरी यसो गरिनुहुन्छ है सानो बाफ्रे बाफ्रे मामाले त आज सेलरी ल्याएको के थाहा त अब ड्राइले किन्नु पर्दैन भन्नु होइन अनि तँलाई थाहा हुन्न नि त मलाई थाहै होइन पहिला कपडा दिउँ भने पनि नयाँ अनुभव है मेरो कपडा यस्तो क्या सबै सानोमा के गर्नु भनेपछि ठुलो हुँदा भने त राख्दैन त्यही राखिदिने हो पहिला अनुभव है कपडा भेट्यो त ल खुट्टा झिकेर ढोक्ने ओके कटप्पा जसरी कि खुट्टा त उहाँ रहेछ बिचरा खुट्टा त झन् पुऱ्यो है ला यो चाहिँ मामा भान्जीको मिलन है के अरे आज भान्जीको न्वारन चोखेको दिन हो आज मामाले भान्जीलाई के भन्छ अरे मुख हेरेको दिन भान्जीलाई
एकचोटि बोक न एकचोटि भान्जीलाई ल्याउ न खुब माया गरे भान्जीलाई जन्मेको दिनदेखिबाट मामा म मामा यस्तो कुरा पनि कहाँ हाल्छ र यसले त के गीतहरू हाल्छ ट्याङ 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 वाह अब यसरी गाला जोडेर भान्जीलाई उठा न उठिन्छ त खडा गर्न खडा बस कति सानो देखेको के लसु खिच्दै त अब बहिनीलाई पनि यसरी हक गर्न बहिनीले नानीको टाउकोमा अटे अनि दाइले चाहिँ यसरी बहिनीलाई नि नानीलाई नि यसरी के बहिनीलाई नि यो हात कहाँ समाउनु छ म त देखाउँदिनँ फेरि आमाले ए भगवान त्यस्तो भन्ने होइन धेरै दिएर हुने होइन ल कति छिटो गरेको दिन लाग्यो त्यही त ल गाइस हाम्रो चाहिँ अहिले रसमहरू लगभग यताउता भइसक्यो है अब चाहिँ हामी बिस्तारै खानातर्फ लाग्दैछौँ किनभने भोक लागिसकेको छ अहिले लगभग 11-12 बज्न लागिसकेको छ अहिलेको समय र बिहानदेखि केही पनि खाएको छैन पानी बाहेक र भान्जी सुतिरहेछ अहिले ल गाइज हाम्रो चाहिँ लगभग सकिसकेको छ है अब पेट पूजाको पालो भान्जीको कुन पोज हो त्यो आमा कुखुरा स्टाइलमा खुट्टा कनाएर कुच्चो बोके ल यो भान्जा व्यस्त छ ल हाम्रो कुर्चीको सेटअप मिल्यो यता यता चाहिँ यहाँ थोरै तास गेम भइरहेको ल गाइज यहाँ चाहिँ हाम्रो खाना वितरण हुँदैछ है हाम्रो भाउजूले खाना हाल्दै हुनुहुन्छ है टक्क लाएर ल ठुलो भान्जी के छ हालखबर है अब हाम्रो खाना खाने टाइम भइसकेको छ खानामा हाम्रो पुलाउ छ माछा छ त्यहाँ आलुको तरकारी छ हरिराम आज भाउजूले थाहा होला आज के भाउजू आज के हो मेरो बडाइनीको ल भान्जीको नौरन भन्छ ए आज चाहिँ मेरो भान्जीको नौरन है ल अनिसाले त्यहाँ कोल्ड ड्रिङ्क हाल्दैन धन्यवाद है धन्यवाद हाम्रो कोक आइसक्यो बल्ल केही भित्र गएको जस्तो भयो सो गाइज हाम्रो खाना आइसकेको छ है यो देखिन्छ है यो चाहिँ हाम्रो खाना छ र हामीसँग यहाँ भान्जी छ भान्जी पनि खाना खाइसकेको छ है यो भान्जाले नि सुरु गरिरहेको छ के हो भान्जा त्यो काँक्रा है ल गाइज अब हाम्रो खाना सुरु भयो है ल गाइज त्यहाँ हेर्नु त के हो यस्तो मिक्कोको यादमा यस्तो गाइज ल हेर्नु त आमा ल हामीहरू चाहिँ त फोटो खिच्न आएको है यहाँ अनिसा छ अनि हाम्रो यहाँ सबैजना हुनुहुन्छ हामीहरू बाटो यस्तो छ है घाम छ है गाइज है घाम चाहिँ छ है यहाँ अनिसाहरू अगाडि छु है म अलिक पछाडि छु घाममा हेर्नै सक्दैन कि सो हेलो गाइज हामीहरू चाहिँ यता पुलनिर आएको छौँ र हामी यहाँबाट फर्किन लाग्यो है फोटोसुट यताउता भइहाल्यो यता भाग्यो ल कहाँ भाग्यो ल न यता आइसकेको रहेछ सो हामी यहाँबाट निस्किन लाग्यो है ल गाइज हामीहरू चाहिँ यहाँबाट निस्क्यौँ भन्नाले अनिसालाई पुऱ्याउनु जानु हाम्रो यहाँ शनिमाया ल गाइज हामीहरू चाहिँ टक्क पिचमा आइसक्यौँ ल यता बाई ल गाइस म फर्किसकेँ है अनिसालाई छोडेर अब म यता ज्वाइँको घरतिर आएँ अब एकछिनपछि बाबा र कृति पनि आउँदैछ अनि त्यसपछि थोरै रमाइलो हुन्छ अनि त्यहाँबाट चाहिँ हामी फर्केर जानु पर्नेछ फेरि नै घरमा किनकि मलाई भोलि अफिस जानु छ बाबाहरू आइसक्नु भयो ल ज्वाइँ पनि आउनुभयो हाम्रो यहाँ सेट पनि आइसके पर्साबाट के आयो यस्तो ल
सानो मम्मीले ल्याएको अरे कीर्ति हो कि त्यो फेरि राजुले ल कीर्ति चाहिँ आर्मीबाट तालिम लिएर छुट्टिएर घर आयो कति देखाएको बाजेले खोइ आमा हजार के भयो मलाई त यहाँ नभएर यहाँ बिचरा 20-30 रुपियाँ हाल्नेछु आज 30 रुपियाँ होइन मसँग छैन कि मेरो त सिक्यो नि अझै एउटा दिए हुन्छ बाजे बजेको भाग अघिबाट के कस्तो सुतेको त कस्तो सुतेको त एउटा हेर्छ त्यो हातमा त नहाल्ने त्यो मुखमा हाल्छ त्यो नानीले दुध खै खाएन त सो हेलो गाइज हाम्रो चाहिँ यो नाइटको भ्युज है म चाहिँ भोलि बिहान चाहिँ अब ड्युटी जानुपर्छ सो बाबा र ज्वाइँ चाहिँ त्यहाँ कुरा गर्दै हुनुहुन्छ र हाम्रो बाबासँग चाहिँ आज कीर्ति जानुहुन्छ है उहाँहरू चाहिँ आज आउनु भएको थियो हाम्रो कीर्ति सेट ल हाम्रो सेट पनि आइसकेको छ है कीर्ति मेरो कान्छी बहिनी मेरो म त भोलि हो ल जे भयो नि राम्रो मेरो प्यारो बहिनी अब बेला बेला माया लागिहाल्छ के गर्नु है खुट्टा जाडो छ यस्तो जाडोको बेला बाई सेट बाई मेरो बहिनीले चाहिँ म अब एकैचोटि पिकनिकमा भेट्दैछु है जुलीलाई लग्यो ए जुलीको लागि चोक्टो पनि लगिसक्यो तर गाई जाडोले खुट्टा कामे कि त्यसै खुट्टा कामे म अलिकति कन्फ्युजनमा छु बाई कीर्ति सेट बाई सी यू टुमारो बाटो एकदम घुमाउरो है ल राम्रोसँग जानु बाबा तँ बसेर हो क्या त नबस् त उड्छ बाई सेट ल गाइज है म चाहिँ अब आज ज्वाइँकोमा बस्नु अथवा बहिनीकोमा बस्ने भयो आज म र म चाहिँ भोलि अफिस जानुपर्ने छ र हाम्रो यहाँ ज्वाइँ राजा ज्वाइँ यस्तो गरिदिनु खतरा छ मेरो भान्जी ल मेरो भान्जी हाई गरे है ल गाइज है मेरो बहिनी चाहिँ अहिले आफूलाई महारानी फिल गरिरहेको होला है आमाले एकतिर ज्वाइँले बिचरा एकतिर खुट्टा तेल लाएर रटिरहनु भयो है